दाइ मैले गर्दा यो घरमा धेरैजनाको चित दुखेको रहेछ। दाइ म अबदेखि कलेज जादिनँ, म घरमै काम गरेर बस्छु। होइन बहिनी, तिमीले यसो गर्नु हुँदैन। तिमीले जस्तो पढाइको लागि अरूले कहिले अवसर पाएको छैन। अबदेखि तपाईँले मेरो आमा र बहिनीमाथि अलिकति पनि तुच्छ व्यवहार गर्नुभयो भने म जतिको नराम्रो मान्छे कोही हुन सक्दैन। ए तपाईँ पढेर आउनुभयो? आएँ भाउजू। अनि कति पढ्नु भयो त? धेरै पढेर मास्टरनी हुन गएको मान्छे चाँडै फर्किनु भएछ त। त्यस्तो होइन भाउजू, आज 2 विषय मात्रै पढाइ भएको भएर चाँडै भएको हो। त्यो त मलाई के थाहा। अब घरबाट त पढ्न जान्छु भनेर जानु भएको क्यारे, कतै घुमेर पो आउनु भयो कि? छ्या, तपाईँ कस्तो पाप सोच्नुहुन्छ कि भाउजू? के को पाप सोच्नु नि, भएको कुरा त गरेकी हुनु। घरबाट पढ्छु भनेर हिँडेको मान्छे कहाँ गएको हो, कोसित गएको, हामीलाई कहाँ थाहा हुन्छ त? तपाईँको मनमा यस्तो नराम्रो शङ्का कसरी उब्जिन्छ कि भाउजू? माथिबाट भगवानले हेरेका छन्। यदि म कलेज जान्छु भनेर कतै नराम्रो बाटो हिँडेकी रहेछु भने तपाईँले भन्दा अगाडि भगवानले सजाइदिन्छन्। ल ल, मसित यस्तो कुरा गरेर आँखामा छारो हाल्न नखोजे हुन्छ। बरु अब त मास्टरनी हुन थाल्नु भएको छ, घरको काम पनि गर्नु नपर्ने होला। भाउजू, तपाईँले मेरो रिस गरेर यसरी बारम्बार किन घोचेर बोल्नुहुन्छ भन्नुहोस् त? मैले कसैको रिस गरेकी छैन। जानुस्, घरमा गएर आराम गर्नुस्। दिनभरि पढेर आउँदा थकै लागेको होला। भयो, मलाई यसरी आँखा तर्नु पर्दैन। घरको नोकर्नीलाई यसरी आँखा तर्नु भयो भने काम चाहिँ कसले गरिदिन्छ नि? भाउजू, खासमा तपाईँ मेरो भाउजू नै हुनुहुन्छ अनि म तपाईँको नन्द। त्यसैले भाउजू भाउजूको ठाउँमा र नन्द नन्दको ठाउँमा रहेनन् भने घर चल्न गाह्रो हुन्छ। त्यसैले प्लिज आफ्नो मनको कालो दाग फालेर घमण्ड र अहमतालाई कन्ट्रोल गर्न सिक्नु। आहा, तपाईँ त साँच्चीकै मास्टरनी भइसक्नु भएछ। त्यसैले मलाई घरमै राखेर पढाउन थाल्नु भयो त। एक दिन मैले दुःखै गरेर भए पनि तपाईँको अगाडि मास्टरनी भएर जागिर खाएरै देखाउने छु भाउजू। भन्न पाएँ भनेर यति साह्रै नभन्नुहोस् के। मनमा एक्लिएको मान्छे एक दिन सफल हुन्छ भन्ने कुरा तपाईँलाई थाहा छैन? हामी जस्तो अनपढ मान्छेलाई यस्तो कुरा कसरी थाहा हुन्थ्यो त? तपाईँ जस्तो मास्टरनीलाई थाहा होला नि। भाउजू, एउटा कुरा मलाई नढाँटेर भन्नुहोस् त, म कलेज गएकोमा तपाईँलाई यति धेरै रिस किन लागेको छ? मसित यस्तो कुरा नगर्नुहोस् है नानी। बरु तपाईँ घरमा जानुहोस्। घरमा तपाईँको आमा र दाइहरू फुलगुच्छा लिएर तपाईँको स्वागत गर्न बसिरहेका होला। तर म चाहिँ तपाईँको नोकर्नी भएको भएर फुलगुच्छा लिएर स्वागत गर्नलाई अलि नसाउने भएँ। त्यसैले बारीतिर हिँडेकी। छ्या, तपाईँ जस्तो भाउजू त साँच्चै शत्रुलाई पनि नपरोस्। रिस गर्नुको पनि एउटा सीमा हुन्छ नि यार। अब यसलाई पढ्न छुटाउनुको लागि मसित एउटा गतिलो आइडिया छ। पढ्न बसन्ते मात्रै त आओस्, त्यसपछि बसन्तीको दिमाग कसरी भुट्नुपर्छ मलाई राम्रोसँग। दर्शकबिनहरू, यस कथामा नयाँ मोड आएको छ र निकै ठुलो अब भण्डाफोर हुनेवाला छ, विस्फोट हुनेवाला छ। बसन्त आज निकै दोधारमा परेका छन् किनकि राधा भाउजूले रिमामाथि गरेको व्यवहार आज सम्पूर्ण वास्तविकता कुरा रिमाले बसन्तलाई सुनाउँदै गर्दा बसन्त रिसले चुर भएका छन्। बसन्त कडा व्यवहार भएकाले पनि आज बसन्त आफ्नै बहिनीमाथि भएको अत्याचार सहेर बस्नु बाध्य भएका छन्। बसन्तसँग कुनै उपाय नै छैन वा कुनै अरू विकल्प नै छैन। यदि साँच्चै राधा भाउजूसँग वाद विवाद गर्यो भने र राधा भाउजूले पनि घरबाट निकाली दियो भने आफ्नो आमा र बहिनीलाई लिएर कता जाने, कता राख्ने भन्ने कुराले निकै चिन्तितमा छन्। दर्शकबिनहरू, यही कुरालाई मौकाको फाइदा उठाउँदै राधा भाउजूले भने रिमालाई पढ्न रोक्नका लागि अनेकौं षड्यन्त्र रचिरहेका छन्। ऊमाथि नघटेका घटनाको आरोपहरू लगाइरहेका छन्। दर्शकबिनहरू, राधा भाउजूको एउटै योजना छ। त्यो के हो भने जसरी भए पनि रिमालाई सदाका लागि कलेज पढ्न जानबाट रोक्नु हो र बसन्तले दुःख गरेर कमाएको ल्याएको पैसामाथि राज गरेर जीवन बिताउनु राधा भाउजूको
मुख्य उद्देश्य हो। दर्शकहरू, के यो चाल, के यो षड्यन्त्र राजा भाउजूको सफल होला त? के राधा भाउजूले साँच्चै रिमालाई कलेज जानबाट रोक्लिन् त? यी सम्पूर्ण कुराहरूको जानकारी तपाईँले अवश्य नै थाहा पाउनुहुनेछ। त्यसको लागि भिडियोलाई लाइक र सब्सक्राइब गरिदिनुहोला। अर्कोतर्फ बसन्त काम गरिरहेको ठाउँमा बसन्तको व्यवहार र इमान्दार देखेर छोरा जस्तै मानिरहेका छन् बसन्तको साउसाउनीले। बसन्तलाई आफ्नै छोरा जस्तै मानिरहेका छन्। अब बसन्तलाई त स्यालेरी बढाएर आफ्नै घरमा राख्ने योजना पनि बनाइसकेका छन्। र अर्को ठुलो कुरा, बसन्त जुन घरमा काम गर्दैछ त्यो घरको साउसाउनीको भतिजी सहरबाट गाउँ पढ्नको लागि आइरहेका छन्। उसको सम्पूर्ण रेखदेख गर्ने, उसको सम्पूर्ण हरेक कुराहरू परिपूर्ति गर्ने जिम्मा भनेको बसन्तको नै राखिदिएका छन्। दर्शकबिनहरू, पक्कै पनि बसन्तलाई अहिलेको जटिल अवस्थाबाट मुक्ति दिलाउनका लागि, छुटकारा दिलाउनका लागि, बसन्तलाई हौसला र साहस दिलाउनका लागि त्यो शिक्षिका, त्यो भतिजी आएको हुनुपर्छ। दर्शकबिनहरू, तपाईँहरू पनि यदि बसन्त खुसी भएको हेर्न र उसको जीवन सधैँ सुखमय बितोस् भनेर चाहनुहुन्छ भने कृपया भिडियोलाई अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। दर्शकबिनहरू, गत एपिसोड हेर्दै गर्दा हामी निकै दुखी छौँ, किनकि आज एउटा नारीको कारणले गर्दाखेरि, आज एउटा राधा भाउजूको कारणले गर्दाखेरि बसन्त र बसन्तको परिवारमा निकै ठुलो भागभण्डा भएको छ, निकै ठुलो विवाद उत्पन्न भन्ने देखिएको छ। राधा भाउजू जो कि एउटा घरको ठुलो भाउजू हुँदै गर्दाखेरि उसले घर परिवारलाई सम्हालेर राख्नुपर्ने, तर आज उसकै कारणले गर्दाखेरि आफन्तहरू निकै टाढा हुने सम्भावना देखिएको छ। आफन्तहरूमा विवाद हुने सङ्ख्या देखिएको छ। झै झगडा तथा अन्य निज कामहरू हुने देखिएको छ। दर्शकबिनहरू, जसरी एउटा राधा भाउजूले यदि चाहेको खण्डमा उसले पुरै परिवारलाई मिलाएर राख्न सक्छ, तर उसको इगो, घमण्ड र ईर्ष्याले गर्दाखेरि आज पुरै परिवार नै तहस नहस भएका छन्। झन् नन्दप्रति त उसले देख्नै चाहन सकेका छैनन्। रिमा एउटा जसको लक्ष्य भनेको पढेर एउटा शिक्षिका बन्नु हो, ऊ जसरी भए पनि आफ्नो परिवारलाई एउटा उच्च पदस्थमा लान चाहिरहेको व्यक्तिलाई एउटा नारीले, राधा भाउजूले उसले कुनै पनि हालतमा पढ्न नदिने अनेक रचनाहरू, अनेक षड्यन्त्रहरू रच्ने देखिएका छन्। उनले, राधा भाउजूले त बसन्तलाई रिमाको बारेमा घटेकै घटनाहरू बारेमा पनि सुनाउँदो रहेछ, जसले गर्दा बसन्तको मनभित्र निकै ठुलो ठेस पहुँचोस् र रिमालाई कलेज जानबाट वञ्चित गरोस् भन्ने चाहना थियो। तर बसन्त पनि त्यति सजिलै कहाँ मान्ने व्यक्ति छ र ऊ निकै निर्दय, निकै कठोर तथा निकै साहसी व्यक्ति भएकाले उसले जबसम्म आफूले प्रत्यक्ष रूपमा नहेरेमा कुनै पनि घटनालाई वास्तविक लिँदैन। हो दर्शकबिनहरू, राधा भाउजूले त उसकै गाउँका एउटा विश्वासिलो व्यक्तिले रिमालाई कलेज नगइकन बजारमा गएर फिल्म हेर्दै गरेको घटना सुनाउँदै गर्दा बसन्त त्यो घटनालाई स्वीकार गरेकै छैन। झन् उल्टै भाउजूमाथि यदि कुनै पनि व्यक्ति हाम्रो तेस्रो पक्षले यतिका कुराहरू गर्छ भने ऊ हाम्रो घर परिवारले बिगार्न खोजिरहेको छ, ऊ हाम्रो घर परिवारलाई तहस नहस पार्न खोजिरहेको छ। त्यसको बदलामा हामीले सचेत रहनुपर्छ भनेर उसले उल्टै भाउजूले भनेको देखिन्छ। अर्कोतर्फ भने उसकै कलेजका साथी, पहिलादेखि नै सँगै पढेका साथी जो कि रिमालाई असाध्यै मन पराएको हो, उसलाई बाटो कोरेर बसिरहेको हुन्छ कि उसँग आएपछि कलेज जाने भनेर। तर रिमा एकदमै सोझी र इमान्दारी भएपछि उसले कुनै पनि हालतमा म कसैप्रति मन पराउन नसक्ने, जबसम्म हाम्रो लक्ष्य पुरा हुँदैन तबसम्म म कुनै पनि हालतमा यो माया जालमा नफस्ने भन्ने कुराहरू त्यो केटाले भन्दै गर्दा त्यो केटाले पनि सजिलै कहाँ हार मानेको छ र जसरी भए पनि उसले रिमालाई आफ्नो बनाएर नै छोड्ने भनेर उसले अठोटको साथ एउटा सिगरेट पिएर, सिगरेटको धुवा फुकेर ऊ आफ्नो बाटोतिर गएको देखिन्छ। उता भने बसन्तको दाई शिशिर र कविराज दाई, त्यसपछि आमा, तिनैजना आफ्नो भाउजूको कुराकानी गर्दै गर्दा शिशिर र कविराज दाईसँग निकै मनमुटाव भएको देखिन्छ। उस
उसले सम्पूर्ण वास्तविकता भन्दै गर्दा कविराजलाई उसलाई निकै चित्त देखेको हुन्छ र शिशिरले जसरी भए पनि तपाईँले भाउजूलाई सम्हाल्नुपर्छ, जसरी पनि तपाईँले भाउजूलाई सम्हाल्न सक्नु भएन भने भोलिको दिनमा म जतिको नराम्रो मान्छे कोही हुँदैन भनेर भन्दै गर्दा त्यहाँ शिशिरलाई कविराज दाइले म जुठो भएको नाताले तिमीले मुख सम्हालेर बोल्नुपर्छ नत्र राम्रो हुने छैन भनेर भनिएको देखिन्छ। दर्शकबिनहरू जुन व्यवहार रिमामाथि आज गरिरहेका थिए, जुन कुरा रिमालाई सुनाइरहेका थिए हो, आज त्यो कुरा सहन नसकेर ऊ कोठाभित्र सुतिरहेको हुन्छ। त्यहाँ बसन्त काम गरेर आउँदै गर्दा बसन्तले रिमा कहाँ छ भनेर खोज्न जाँदै गर्दा रिमालाई देख्ने बित्तिकै रिमा बसन्त दाइलाई देख्ने बित्तिकै त्यहाँ बकानी पुगेको छ। त्यहाँ निकै रोइरहेको छ र सम्पूर्ण वास्तविकता कुरा बसन्तलाई भनेको देखिन्छ र सो भाग त्यही अन्त्य भएको छ। दर्शकबिनहरू के साँच्चै अब बसन्तले रिमामाथि भएको दुर्व्यवहार अत्याचारको बदला भाउजूसँग लिन्छ त? के साँच्चीकै अब बसन्तले आफ्नो भाउजूलाई राधा भाउजूले सबक सिकाउँछ त? के उता साहु नेकोमा नयाँ व्यक्ति आउँदै गर्दा जुन साहु भतिजी हो त्यो भतिजी आएपछि घटना नयाँ मोडमा मोडिन्छ। यी सम्पूर्ण कुराहरूको जानकारी हामी आगामी भिडियोमा दिने नै छौँ। यतिन्जेलसम्म हेरेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद।